साथीहरू नमस्कार फेरि पनि हिजो पिकनिक थियो भने आज चाहिँ हामी यसो गाउँलेहरू मिलेर पानी बनाउन गइरहेका छौँ। हाम्रो विशेष ग्राम पञ्चायत प्रधान उपप्रधान प्रो भुटिया उहाँ त एकदम जहिले पनि अग्रसर नै हुनुहुन्छ। यो उमेरमा पनि उहाँ हेर्नुहोस् त, बाटो खराब छ, यो जङ्गलको बाटो भिड छ। अनि उहाँको नेतृत्वमा नै हामी चाहिँ पानी बनाउन गइरहेका छौँ। अगाडि पनि हुनुहुन्छ साथीहरू, बाटो खराब छ। अनि हाम्रो पञ्चायत प्रधान श्रीमान फुर्बा भुटिया चाहिँ सोसियल, उहाँ चाहिँ पञ्चायत प्रधान मात्र होइन, सोसियल वर्कर पनि हुनुहुन्छ। म तपाईँलाई जहिले पनि देखाइरहन्छु र आज पनि उहाँकै नेतृत्वमा हामी गइरहेका छौँ। अप्ठ्यारो बाटोमा छौँ। ल मलाई पनि यहाँ हेर्नु होला, म पनि गइरहेको छु। यस्तो अप्ठ्यारो छ है, बाँदरले पनि लट्ठी टेकेर हिँड्नुपर्ने भिड छ यो। झन्डैले यो भिड कति मिटर जस्तो अग्लो छ हौ दाजु? तलदेखि पातलदेखि हेऱ्यो भने मोटामोटी 300 मिटरदेखि 80 है। एकैचोटि अब यहाँदेखि उँभो 300 मिटर जस्तो, यहाँदेखि उँधो बाटो झऱ्यो भने 80 मिटर जस्तो, र उकालो 300 मिटर जस्तो। यो भिरको बिचबाट हामी हिँडिरहेछौँ। साथीले भन्नुहुँदैछ, यहाँ एकजना साथीले, पहिला त कहाँ यस्तो थियो, अझै अहिले अलिक झार जङ्गल पाएर चाहिँ अनि पक्रिनु ओर्नु सजिलो छ। पहिला त डरलाग्दो थियो। मैले सुनेको अब पहिला चाहिँ गाई बस्नु बेसी पारेको कारणले गर्दाखेरि अनि त्यतिखेर ग्यासको जमाना थिएन, अनि दाउरा काट्ने घाँस काट्ने बेसी हुँदा सुन्दाखेरि कमिला हिँड्दा पनि देखिन्थ्यो भुइँमा भनेर। त्यस्तो अवस्थामा यो बाटोहरू हिँड्नु त बहुत खतरै हुन्थ्यो। र पनि यो पानी चाहिँ प्राय हाम्रो पञ्चायत प्रधानले नै पहिल्यैदेखि, यो चाहिँ एकदम पुरानो लाइन हो। यो जम्पिङ भिर है, जम्पिङ माथि यहाँदेखि चाहिँ कमसेकम उयो होला हौ, कति फिट जति माथि हो, 80 फिट जति छ। 80 फिट है। त्यहाँ माथिदेखि जम गरेको यहाँ पछाडि नमरेको त्यो भाइ, माथिदेखि 80 फिट जस्तो अग्लो भन्दैछ। माथि टुप्पादेखि चाहिँ यहाँ जाम हान्दाखेरि चाहिँ यहाँ खस्दा पनि अर्को मरेको यहाँ थियो कि त्यहाँबाट मरेको, त्यहाँ त्यो भाइ लडेको थियो यहाँ हो, यहाँ पछाडिको कि यहाँ ठुलो ढुङ्गा थियो नि, यो ढुङ्गा पल्टेर गएको नि त। जम हान्दा पनि, अनि यो 80 फिट माथि जम हान्दा पनि मरेन, मैले भएन। गोपाल होइन, मैले तपाईँलाई केही दिन अगाडि तपाईँलाई प्रेम कहानीको विषयहरू भनेको थिएँ नि। यो माथि 80 फिट टुप्पोबाट चाहिँ उहाँ जम हान्नु भएको रहेछ। तर पनि उहाँ नभएको। अर्को चाहिँ एकजना यहाँ मरेको, अर्को व्यक्ति चाहिँ फेरि यहाँबाट, अर्को व्यक्ति चाहिँ यहाँबाट लडेर, तर अर्को व्यक्ति चाहिँ बाँचेन भन्ने कुरो। त्यो अर्को व्यक्ति त जम हानेको होइन होला, ऊ त लडेको होला। ए हजुर, मर्ने छ है, यही पाइपमा है। उँभो निकाल्ने बाटो छैन।
गाई के भन्ने ए उयो प्रिन्सिपल सेक्रेटरी छ ए मर्ने चाहिँ एजुकेसन डिपार्टमेन्ट प्रिन्सिपल सेक्रेटरी खोइ उहाँ सायद घुम्न के गाई भरेको यता आएको रहेछ कि ए हजुर घरबाट त्यस्तो ठुलो मान्छे के भयो दिन दशा हामीले भेटेर चाहिँ त अप्ठ्यारो बाटोहरू छ यी अप्ठ्यारो बाटोमा पनि उहाँ हार खानुहुन्न हेर्नुहोस् त खतरा 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 बाटो लास्ट इयर चाहिँ उहाँ चाहिँ यहाँबाट लड्नु भएको रहेछ तपाईँ यहीँबाट लड्नु भएको है लास्ट इयर चाहिँ उहाँ यहाँबाट लड्नु भएको टमाटर बसेको म पहिला चाहिँ यहाँबाट खुट्टा यहाँ अल्झेर चाहिँ को पर हात टेकेर चाहिँ घोप्टो परेको कि खुट्टा यहाँ हात यहाँ टेक्नु पुगेर मात्रै बाँचेको छिर्थेँ नि यहाँबाट अस्ति चाहिँ यहाँबाट लड्थेँ यहाँनिर चाहिँ अड्किनु हेत्तेरिका साथीहरू बाटो चाहिँ एकदमै धन्द्रो छ है यहाँबाट हेर्नुहोस् त तपाईँले यसको तल गयो भने त तपाईँलाई यति अग्लो देख्नुहुन्छ झऱ्यो भनेदेखि चाहिँ बाँच्ने चान्सेस हुँदैन ल साथीहरू यो बाटो हिँड्दा चाहिँ 60 वर्षदेखि लडेको म यहाँ हाम्रो 80 सालदेखि 40 वर्ष 1980देखि है 1980देखि तपाईँ यो पानी बनाउनु हो 1980देखि चाहिँ उहाँले उहाँले नै यो पानीहरू जोड्नु भएको भन्ने कुरो पञ्चायत प्रधानले भन्नुहुन्छ 1980 सालमा सोसियलमा सबै सोसियल गर्नुभएको 1980 सालदेखि अहिलेसम्म पनि उहाँ चाहिँ यसरी अनि गाउँघरको निम्ति खटिराख्नु भएको छ उहाँलाई पाउनु केही पनि छैन यसमा न त उहाँलाई पिएचईले पैसा दिन्छ न त गाउँले पैसा दिन्छ तर पनि उहाँ चाहिँ गाउँको मान्छेको लागि चाहिँ यसरी सोसियल वर्क गर्नुहुन्छ र एउटा सानो पानीको मुहान चाहिँ यहाँ पनि छ पानी ओभर छैन भने चाहिँ बान्नु गर्दा हुन्छ कि ओभर छ यहाँ खोल्नै पर्छ ल यहाँ पनि छ यहाँ जाँदा चाहिँ यत्रो हो हाम्रो ठुलो मुहान चाहिँ आज उता गएर आएको छ यो चाहिँ सानो सब ट्याङ्की जस्तो हो यो चाहिँ सब मुहान हो यो सानो हो ल साथीहरू म अहिले तपाईँहरूलाई यहाँ पनि हामी सरसफाइ गर्नेछौँ अर्को भिडियोमा म तपाईँलाई देखाउनेछु